यो जाजरकोटको सबैभन्दा समग्र भुवा भएको ठाउँ कुदो हो भने यो भेरीदेखि पाल्लोपट्टि चाहिँ यो सब यो रुकुम चौरजारी यो चाहिँ यो जाजरकोटको लागि चाहिँ बाइक पर्ने ठाउँ हो। यो एयरपोर्ट पहिले चाहिँ एयरपोर्ट चाहिँ सञ्चालन थियो, तर चाहिँ एयरपोर्ट चाहिँ अहिले चाहिँ बन्द छ, प्लेनहरू चाहिँ आउँदैनन्। अनि अहिले हामी चाहिँ यो मध्यपाई राजमार्ग गयो, जगतिपुर डाँडामा छौँ। अनि त्यो पारिएको चाहिँ सल्यान हो भने यताको डाँडा चाहिँ यो डाँडा चाहिँ रुकुम हो होइन, सल्यान रुकुम है। त्यसपछि गएर यो चाहिँ हाम्रो चाहिँ मध्यपाई राजमार्ग हो। यो चाहिँ फिल्डबाट आउँदैछौँ हामी होइन। मध्यपाई राजमार्ग यस्तो छ। हस्, धन्यवाद। यो पारी चौरजारीको यो छेउनिरको चाहिँ यो चाहिँ सबैभन्दा यो भेगको चाहिँ सबैभन्दा ठुलो हस्पिटल हो। यसलाई मेसिन हस्पिटल भन्छ। पुरा हावा लागिरहेको छ यो यस्तो गर्मीमा पनि होइन, ढक्क लाएर सिसिरी हावा चलिरहेको छ। अनि बाजले आफ्नो चाहिँ शिकार खोजिरहेको छ। गाडी पनि आइरहेको छ। यो चाहिँ जगतिपुरको चाहिँ तल फाँट चाहिँ यो कुदो बस्ती हो होइन। यो चाहिँ टोलको राजमार्ग